नमस्कार, मेरो नाम कर्णा थापा, कक्षा 10 श्री शिव सरस्वती माध्यमिक विद्यालय। म चाहिँ यहाँ गणितका विभिन्न सामग्रीहरू देखाउन गइरहेको छु। यो चाहिँ के भन्छ उचाइ र दूरीको मापन गर्ने नमुना चित्र हो। यसमा चाहिँ उचाइ र कोडका आधारमा उचाइ र दूरी पत्ता लगाउन प्रयोग गरिन्छ यो, जसमा यो आधार भयो, अनि यो उचाइ, अनि यो चाहिँ कर्ण याच भयो। अनि आधार इक्वल टु पी, उचाइ र आधार बराबर भएमा यो कोण 45 डिग्रीको हुन्छ, जसमा यहाँ 35 डिग्रीको कोण छ भने यहाँ पनि 35 डिग्रीको कोण छ र यो कोण हुँदा यसमा 45 डिग्रीको कोण बनेको छ, देख्न सक्नुहुन्छ। अनि यसको नाम क्लाइनोमिटर हो। अनि यो चाहिँ उन्नतांश कोण र अवनति कोण नाप्नका लागि प्रयोग गरिन्छ, जसमा यहाँबाट माथि उन्नतांश कोण हेर्नको लागि यसले कोण मापन गर्छ, अनि तल अवनति कोण हेर्नको लागि यो यहाँ तलको कोण निर्माण भएको हुन्छ। अनि यो गणित घर हो। अनि यसमा चाहिँ यो गणित घरबाट हामीले गणितका विभिन्न कुराहरू सिक्न सकिन्छ, जस्तै चार भित्ताको क्षेत्रफल, अनि भुइँको सिलिङको क्षेत्रफल, अनि यसमा रेखा र कोणहरू वर्ग, आयत, त्रिभुज, वृत्त, गोला, अर्धगोला, अनि सोली, बेलना, परिवृत्त जस्ता विभिन्न कुराहरूको जानकारी लिन सकिन्छ, जसमा यो आयत रहेको छ, अनि यो वर्ग, अनि यो त्रिभुज, अनि यो सिलिङ रहेको छ। अनि यो चाहिँ पाइथागोरस साध्यको हो। अनि यसमा चाहिँ हामीले यो पी भनेको लम्ब, अनि बी भनेको आधार, र याच भनेको कर्ण हो। अनि यसबाट हामीले लम्ब, अनि आधार, कर्ण गरेर पी याच स्क्वायर इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर पत्ता लगाउन सकिन्छ, बराबर हुन्छ। अनि यो एरिया बोर्ड हो। अनि यसबाट हामीले समानान्तर रेखाहरू अनि क्रमागत भित्री कोणहरू पत्ता लगाउन सकिन्छ। यसको मुख्य काम भनेको त्रिभुजको क्षेत्रफल र सचकको क्षेत्रफल पत्ता लगाउनका लागि प्रयोग गरिन्छ, जसमा यसमा बेस आधार 18 सिएम छ भने उचाइ चाहिँ 23 सेन्टिमिटर छ। अनि त्रिभुजको क्षेत्रफल लगाउने सूत्र चाहिँ 1/2 बियाज हो। अनि 1/2 को सूत्र नै भयो। अनि आधार बी भनेको चाहिँ 18 सेन्टिमिटर इन्टु 23 गर्दा 207 स्क्वायर युनिट आएको छ। अनि यसको नाम चाहिँ सर्कुलर बोर्ड हो। अनि यसमा चाहिँ हामीले वृत्तको केन्द्र, अनि व्यास, यहाँदेखि यहाँसम्म व्यास, अनि यहाँदेखि यहाँसम्म अर्धव्यासहरू पत्ता लगाउन सकिन्छ। अनि यसमा परिधिको कोण, केन्द्रीय कोण, समलम्ब चतुर्भुज, चक्रीय चतुर्भुज जस्ता विभिन्न कोणहरू पत्ता लगाउन सकिन्छ। धन्यवाद।